हेलो गाइस के छ आज हाम्रो भ्यू गर्ने भ्यू गरिरहेछ नि मेरो भान्जा यी नुहाइरहेछ नि हिलोमा उही त्यो चुडेल नि यो त मुखमा लगाएको यता हामी खेतारा दुईजना खेतारा बोलाएको यता चाहिँ म पनि भ्यू गरिरहेछ नि धेरै चाहिँ भ्यू गरेको अहिले मैले नै हो यता चाहिँ अलिअलि उता मैले पानी पनि लगाइरहेको छु पानी चाहिँ हाम्रो आउने मोटर हेर्नु कति ठुलो छ अब यता पनि पानी लाउनु छ पहिला यतातिरको सकाउनु पर्छ हाम्रो यहाँ खेतारीहरू यहाँ काम गरिरहनु भएको छ यहाँ म पनि भ्यू गरिरहेको छु ट्र्याक्टर लाएर ट्र्याक्टरको भ्यू गर्नुपर्छ होइन सबै मोटा मोटा छन् म मात्रै पातलो हो म चाहिँ स्लिम र मेरो शरीर चाहिँ बोडीहरू ट्याक्क फिट छ म ट्याक्क यो भ्यू ट्याक्क गोड्ने ट्याक्क रोपाउने होइन यता बाँध्न दिने फेरि बाँध्न चाहिँ मलाई आउनु बाँध्न चाहिँ उता दिनुपर्छ ट्याक्क यहाँ खेतारीहरूको काम हेर्नु चाहिँ आज बजार हो बजार हिँड्नेबाट चाहिँ पुरै यता हो पुरै मान्छे जहाँ बजार गर्नु जानलाई हामी चाहिँ बजार गइन्न ए हाम्रो राजा ए राजा डान्स गर बाबु नाच हजुर तिर त रोपाइ सकिसक्यो होला हाम्रोतिर बल्ल सुरु हुँदैछ हाम्रोतिर भन्दा नि हाम्रो घरमा बल्ल सुरु हुँदैछ नबोले कोइली धेरै बोल्छ कोइली आँखामा देखाइ मुख देखाएको छ नि पुरै डढेको मुख यसको नाम चाहिँ के भनेपछि चुलबुल पाण्डे फेरि मुख ढाकेपछि मुख देखिन्छ भनेर काम छैन यसको ओ म त काले नै हो तिमी कालो छु तर योभन्दा गोरी छु त्यही भएर मुखमा ढाकेको छैन यो काली छु त्यही मुख ढाकेपछि कालोलाई मान्छेले आफ्नो मुख देखाउन खोज्दैन कि भिडियोमा किनकि कालो अझै कालो देखिन्छ त्यही भएर हामी गोरो छौँ हाम्रो देखिन्छ बिचरा उल्टै बिहेको हुन्छ चुप्प लगाएर बस्छु म गोरो कुरा गरेको छैन म कालो कुरा गर्छु मुख ढाकेको छैन कालोले ल खोल्न त हो अनि ल अहिले यति नै यस्ता यो काला कालाको छेउमा बसेर भिडियो बनाउन अलिक मिल्दैन के